हेलो फ्यामिली। अब अघि जस्तो मैले भनेको थिएँ अघिको भिडियोमा, अन्त म कर्ची मर्ची बनाउँछु भनेर, चिकन कर्ची मर्ची। अन्त त्यसले गर्दाखेरि चाहिँ तेल हालिसकेँ हो, तेल हालिसकेँ। अन्त अब चाहिँ जेमा पनि म नपड्काइ हुँदैन मलाई। अन्त जिरा पड्काएँ हो, जिरा पड्काएँ। अन्त त्यहाँदेखि चाहिँ यो के भन्छ यसलाई, त्यो मसलाहरू भन्छ यो। अन्त हो त्यो हालिसकेँ हो। सिम्पल पकाउँछु, ज़्यादा उयो हुँदैन मेरो हो। अन्त पानी सरिरहेछ मेरो। अब चाहिँ यो सबै हाल्यो, यो पनि खरिहाल्यो हो। खरेर चाहिँ धुवाले त के हो। प्याज हाल्यो, मैले चाहिँ सबै कुरो काटिरहेको थिएँ नि त अघि जस्तो। अन्त अब चाहिँ प्याज हालिसकेँ। टेम्परेचर अलिक बढाउँछु किनकि फेरि ढिलो गऱ्यो भने भिडियो लामो हुन्छ। यसो त यो कर्ची मर्ची त अलिकति सिम्पल पकायो भने पनि मिठो हुन्छ कि। तर हाम्रो चाहिँ आँखाले चाहिँ बेसी चाहिँ मरमसला मन पराउनुहुन्छ नि त कि, धुवाले गर्दा परेन। अन्त बेसी मरमसला मन पराउनुहुन्छ सार्मी हो। अन्त भन्छ आर्मीहरूले माइन्ड नगर्नुहोस्, बेसी मरमसलाहरू खान्छ अरे। अन्त मरमसला मासु अन्त त्यसो खानुहुन्छ नि त। अन्त हाम्रो अब चाहिँ एक्स हो, एक्स आर्मी हो। अन्त त्यसले गर्दाखेरि चाहिँ उयो बेसी मन पराउनुहुन्छ, मरमसलाहरू बेसी मन पराउनुहुन्छ हो। त्यो भएर चाहिँ यो अलिकति ब्राउन पार्छु। त्यहाँदेखि अदुवा लसुनको पेस्ट हाल्छु। अलैँची धुवाले चाहिँ हत्तै बनाउने रहेछ। भिडियो बेसी लामो हुन्छ होला। कति ढिलो खरेको। अदुवा लसुनको पेस्ट, अस्ति त उयो बिरयानीको मैले उयो मात्रै अपलोड गर्नु पाएँ, पकाइसकेको मात्रै हो। मतलब बसालिसकेको मात्रै अपलोड गर्नु पाएँ हो। किनकि अब मलाई यति युज छुइनँ नि त बनाउनु भिडियोहरू। त्यो भिडियो बिरयानीमा चाहिँ एकदम ध्यान लगाएर बनाउनुपर्छ। अन्त अलिकति यताउति के भइहालेछ भने चाहिँ त्यो वाउ खालि टेस्ट हुँदैन नि त। त्यो भएर चाहिँ एकदम ध्यान लगाएर गर्नुपर्छ। म त एकछिनमा फेरि बिर्सिन आदत छ, त्यसले गर्दाखेरि त्यो बिरयानीको मैले रेसिपी हाल्नु सकिनँ। बट अलिकति आएछ है, छिटै म यसको पनि भिडियो हाल्छु हो। मलाई यो धुवाले भक्क लगाएँ। अन्त त्यसको पनि भिडियो हाल्छु म बिरयानीको कसरी पकाउँछु। अन्त
अब मेबी 1 month चाहिँ, किनकि हमेसा पकाएर खाने त चिज होइन त्यो, किनकि हामी चाहिँ अहिले नानीहरू कोही सानो नि त, बेसी त नानीहरूले मन पराउँछ, त्यसले गर्दा पनि नानी आएको बेला मोमो जरुर बनाउँछु, त्यसको रेसिपी पनि हाल्छु हो। त्यो बिरयानी अलिक मिठो बनाउँछु म। आफै तारिफ आफै गरेको। अन्त अब चाहिँ टमाटर हालिदिन्छु। टमाटर कस्तो अप्ठ्यारो हुँदो रहेछ। टमाटर हालिदियो हो। आज चाहिँ मलाई नआएको नि भिडियो बनाउनु। अरू उयोहरूले त कस्तो दामी दामी गरेर भिडियो बनाउँछ, आफूलाई पाएको। अब हाल्छु यसमा मैले नुन हर्दी हाल्यो हो। हर्दी अब नुन देखेको कि गएको छैन भिडियो मेरो। नुन धुलो खोर्सानी हामी चाहिँ अलिक पिरो खान्छौँ, त्यसले गर्दाखेरि चाहिँ बेसी हाल्यो। कसै कसैले त पिरो कम्ती खान्छ नि त है। अब जाएगा इस पे थोड़ा सा हुचिङ चाहिँ मैले प्याकेटमा राखेको छु कि। यो चाहिँ बेसी खाँदैन नि त, बेसी चल्दैन, त्यसले गर्दा अलिकति टाक्सेको जस्तो छ। गरम होला हो। पानी हाल्छु है। यो सबै धुनुको लागि रेडी गरिरहेको छु। पानी हाल्छु। यस्तो हुन्छ नि त। इसके बाद जाएगा मसला। प्याकेटको खान्छौँ नि त हामी कि, आएको देखाउँदै रहेछु। काटेकै थियो नि त कि, मतलब त्यो पिस्नु भन्दाखेरि चाहिँ नि, हुनु चाहिँ पिस्नु पनि मिठो हुन्छ नि, जान्नुपर्छ। पिसेको पनि मसला मिठो हुन्छ कि, तर म चाहिँ यो प्याकेटकै आफ्नो आफ्नो टेस्ट है। यो चाहिँ कोरिएन्डर पाउडर। अब चाहिँ एकछिन चलाउँ होला। कहाँ देखाउँदैछु। अझै कसैले प्याज हालेर पनि सिधै चिकन हालिदिन्छ हो। चिकन हालेको मतलब कच्ची मर्च हालिदिन्छ, त्यहाँदेखि चाहिँ एकछिन भुटिसकेर चाहिँ फेरि यो माथिबाट मरमसला हाल्छ नि त। बट आज चाहिँ मैले त्यस्तो गरेँ। यही माथि म चिकन हालिदिन्छु हो। ल झन्डै चिकन हालिदिन्छु। अन्त अब चाहिँ ढक्कनी लगाएर ढक्कनी लगाएर चाहिँ यति हो। उयो चाहिँ के भन्छ यसलाई, कर्ची मर्चीको रेसिपी। बाउकाले त बनाउँदिनँ, बट ठिकै छ यति भए पनि। अब यही भुट्यो पानी कम्ती आँचमा बनाउनु पर्छ हो। अन्त भुट्दै हालेर पकाउनु पर्छ, त्यहाँदेखि मिठो हुन्छ हो। अब पाकिसकेर भेटौँ न ल।